नमस्ते टासिदेलेक फ्याफुला छाजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र आजको यो भिडियो भने हाम्रो गौतम बुद्ध उहाँको अब उहाँले आफ्नो जीवनकालमा के गर्नुभएको छ उहाँ जन्मेको देखि उहाँको जब परिनिर्वाण हुनुभयो त्यति बेलासम्म उहाँले के गर्नुभएको छ त्यसको चाहिँ यो पाठ रहेको छ है त्यसको विषयमा यो पाठ रहेको छ यो पाठको अर्थ अथवा मतलब भनेकै गौतम बुद्धको उहाँको जीवनकालको बारेमा जीवनीको पाठ रहेको छ है र अब बुद्धिस्टमा भन्छौं तपाईहरुले सुनेको होला महायाना हिनायाना थेरवादा अनि अर्को वज्रयाना यसरी अब छुटाएको हुन्छ है र भने अब महायाना अनुसार कुरा गर्ने हो भने बुद्धको झेपाचुङ्गी भनिन्छ जस्तै नेपालीमा अब द्वादश लीला स्तुति त्यस्तो भनिँदो रहेछ है झेपा माने लीला जुन चाहिँ अब महायाना अनुसार चाहिँ के भन्छौं भने हामीले बुद्ध चाहिँ पहिले नै अब सिद्धार्थ गौतमको जन्म लिनु भन्दा अगाडि नै उहाँ चाहिँ बुद्ध हो भन्ने एउटा विश्वास गरिन्छ है र संसारमा जन्मेर एउटा राजाको छोरा राजकुमार सिद्धार्थ गौतममा जुनी लिएर त्यसको जन्म लिएर अब त्यो गर्नु भनेको चाहिँ संसारको सारा प्राणीहरु निम्ति चाहिँ अब एउटा बाटो देखाउनुको लागि त्यसरी चाहिँ धरतीमा जन्म लिएको भनेर मानिन्छ हामीले है र त्यहीसँग सम्बन्धित यो पाठ रहेको छ है यो मैले चाहिँ अब यो पाठ पढ्दै जाँदा चाहिँ म तपाईहरुलाई तपाईहरुलाई म नेपालीमा त्यो पढ्ने तरिका र नेपालीमा यो पाठको अर्थ पनि भएको त्यो तपाईहरुको लागि मैले त्यहाँ देखाउने छु है त्यहाँ राम्ररी हेर्नु होला है र तपाईहरुले मजाले पढ्न सक्नुहुनेछ 탑게 독제 샤게 릭소 총 셴게 메토 뒤게 봉점바 세르게 렘보 더블 집에 고 샤게 결보 결라 창자로 강게 당보로 장쇼 도게네 선남 예셰 송예 조제진 되데레 자바 게젠 로와예 건교를 결라 다게 되버라기 하남 덴제 둘웨 뒤케네 할레 밥네 랑첸 다르셰 레글라 지그네 하모 규투메 숨조 슈바라 젤라 차자로 다와 조조 샤게 세보네 다셰 lum베 살도 담베세 창당 가진 기대 센쇼네 창쇼 레그조 녜제 차자로 शनो तोबदेन में संगे थे अमगा मगा धरने क्युजाल देन के वो ठेकबा जनम सरजे ने ठेंदा में बरा zela छाजालो चिदेन शदान थुमबरा छावादा खाना माथो पांशरे जिनमोई खोरदान देंजे थाबला केबा हे क्याजे क्योंवरा zela छाजालो korwe chawa nyingbo meze ne kimne chungde khala shekne kyang chede namda chungdo nye la nye rabdo chungwara zela chaksa lo tsunbe changshu chubara kone ne neren chane tamdo lo chukdo kawa cheze tsunde tarjenbe samden chungye zela chaksa lo 토마 메네 베바 데니에 체름 마가 다예 장초 신종도 길중 미용 엄바라 상게네 장초 조바라 하젤라 차자로 토제 토라 녀르도 세그네네 와라나세 라소 네초도 쉐게 korlo korne dolja nam tekba samla geze 차자로 Shenge kolwa nyamba sarje sherem mute tenpa thuta thejen so
kormo jege yuldo dönam to tuba yule kella chazalo sipa sumna beme yendenge ngendo yobara chotu chenbo den Lame towa kuinge rapche ba temba kebara zela chanzalo Lelo chenam nyordo kulje chere zacho tongi Saje zamaro chime dorje tabi kushen Nyangen dawara zela chanzalo Yangda nyedo jikba mechere da maho semje senam topje chere Tengi doni ringzel mangzhul ne kudon chage zel cha lo. हजुर अब zeba chungi gityo pa भनौं अथवा द्वादश लीला स्तुति भने यो पाठ भने यस्तो रहेको छ है र यो पाठ चाहिँ कसले अब यो पाठ कसले लेखेको हो त भन्दाखेरि नागार्जुन टिबेटनमा चाहिँ खम्बुलुटुप भन्छौं हामीले उहाँले लेख्नु भएको हो है र तपाईहरुले अघि मैले भने चाहिँ तपाईहरुले राम्ररी यो नेपालीमा लेखेको अर्थहरु पढ्नु भयो भने अनि बुद्धको जीवनकाल बुद्धको जीवनी राम्ररी बुझ्न सक्नुहुनेछ है र अनि त्यही हो यस्तै गरी म अर्को पनि पाठहरुको यस्तै गरी भिडियो बनाउने छु है अनि तपाईहरुलाई राम्रो लाग्यो भने हेर्नु होला आफ्नो साथीभाइहरुलाई शेयर गर्नु होला सब्स्क्राइब गर्नु होला है र म यस्तो भिडियो बनाउँदै गर्ने छु है र भने भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद फेरि पनि अर्को भिडियोमा भेटौँला हस्त